वेलकम ब्याक। सो सब के छ खबर सबजनालाई। मैले चाहिँ हिजो चाहिँ कुरा उठाउन खोजिरहेको थिएँ जस्ट कि हामी सबैले चाहिँ दोस्रो पछिको कुराहरू नै सुनिरहनु क्या। जस्तो के छ भने हिजो अस्तिको गणेश नेपालीको केसमा चाहिँ हामीले लगभग पहिलो पछिको कुरा मात्रै सुन्यो नि त। के भइरहेको थियो, कुनै डिसिसनहरू कस्तो थियो, के थियो, कुनै कुरा नै सुनिएन क्या। र पछि कुरा यस्तो यस्तो भएको थियो, अनि पछि नगर परिषदमा यस्तो यस्तो भएको थियो, बल्ल हो भन्ने कुरा भयो नि। तर त्योभन्दा अगाडि नै मान्छेहरू विरोध गर्न निस्किसकेको थियो क्या रोडमा, सब यता अनि त्यहाँ। पछि पनि भइरहेको थियो, मान्छे मऱ्यो भनेर बुत्ता सुलाएर जलाउने यति त्यहाँ। पछि जब देख्यो नि त, हिजो अवस्था देख्यो नि त, न्यु रोडमा नगर परिषद नै बस्दैन छ एक दिनसम्म। सो त्यति बेला चाहिँ हालत के भयो भन्ने कुरा सबैलाई थाहा भयो नि त होइन। सो हामी नेपालीहरूको चाहिँ आइक्यू चाहिँ किन कम छ भन्ने कुरा यहीँदेखि देखिन्छ क्या। हामीले कुनै पनि कुराको रियलाइज नै गर्दैनौँ क्या। त्यसपछि परिणाम चाहिँ के होला भन्ने कुरा त्यो नै हुँदैन। हामी नियम रुल्स एन्ड नियमहरू त फलो गर्ने त कुरा बाटो त छुट्टै छ क्या। त्यो कसै बस्नै चाहन्छ, तर देश चाहिँ राम्रो सबैले चाहन्छ क्या। तर पछि चाहिँ न्यु रोडको अवस्था के भयो कस्तो भयो त्यो सबै देखिरहेछ। अनि पछि अहिले सबैले भनिरहेछ कि रुल्स एन्ड रेगुलेसन त फ्लो गर्नुपर्ने रहेछ भन्ने कुरा सबैले कुरा गरिरहेको नि त। सो त्यो पिस्टल हेरेको थियो। त्यो हिजो अस्ति चाहिँ मलाई मात्र लाग्थ्यो क्या, मैले कुनै काम गल्ती गरेँ भने त्यसको परिणाम के होला भन्ने कुरा सोचिरहेको हुन्न क्या। पछि परिणाम आइसकेपछि नराम्रो लाग्छ नि त। सो त्यो मलाई मात्र हिँड्छ कि सम्पूर्ण नेपालीहरूमा चाहिँ अवस्था यही रहेछ। आजको कुरा चाहिँ यति। सो द्याट्स अफ। दोस्रो पछिको कुरा सुन्ने गरौँ, अनि त्यसको परिणाम चाहिँ के हुन्छ त्यो चाहिँ बुझ्नुपर्ने जरुरी रहेछ। सो मैले चाहिँ यो पार्ट सिकेँ है, गणेश नेपाली इन्सिडेन्टबाट। सो हार्दिक श्रद्धाञ्जली एन्ड द्याट्स अफ।